मेरो देश विदेशमा हुनुभएको नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई र मेरो फ्यामिलीहरूलाई र रिलेटिभहरूलाई पनि र मेरो फेसबुक फ्यामिलीहरूलाई पनि चैते दसैँको चाहिँ धेरै धेरै शुभकामना। यो चैते दसैँ चाहिँ कुनै जग्गा हिजै मनायौँ र हामीले चाहिँ आज मनाउँदैछौँ र अहिले चाहिँ भने हामी दादा घर आएको छौँ। यहाँ आजको लन्च चाहिँ यहीँ छ हाम्रो र टिकाहरू पनि लायौँ र मेरो छोरीको चकचक चाहिँ हेर्नु न। छन् यता हेरिदेऊ त, यता हेरिदेऊ न, यता हेरिदेऊ न। नमस्ते नमस्ते। र मैले चाहिँ अलिअलि भिडियोहरू गरेको थिएँ तपाईँहरूलाई देखाउने हाम्रो चैते दसैँ चाहिँ हामीले कसरी मनायौँ भनेर। र मेरो भिडियो चाहिँ लास्टसम्म नै हेरिदिनु होला। नमस्ते भन न। र यहाँ चाहिँ मैले मेरो हस्बेन्डको र मेरो छोरीको गोराहरू धुँदै थियो। सो यहाँ चाहिँ मैले फाइबरकै प्लेटमै धोएको छु किनकि हाम्रोमा काँसोको थालहरू थिएन, त्यही भएर अब चाहिँ अब पनि होइन गर्नै पर्यो। नेपालीको चाडपर्व रीतिरिवाजहरू मनाउनै पर्यो। सानैदेखिको हाम्रो बाबा मम्मीहरूले अब गरिरहनु भएको देखेको हामीले होइन। सो हामी फेरि दादा घर पुगेर चाहिँ यहाँ मेरो हस्बेन्डले चाहिँ दादाको गोरा धोइरहनु भएको छ। त्यसपछि यहाँ छोरीको पनि गोरा धुनुभयो। ऊ चाहिँ अल्लमल्ल परेर हेरिरहेको थियो किनभने उसको चाहिँ पहिला धुँदाखेरि ऊ सानै थियो नि त, उसलाई त्यस्तै याद थिएन। अहिले चाहिँ उसलाई सबै बुझ्ने भएको छ अनि त्यही भएर चाहिँ के गर्नुभएको होला भनेर हेरिरहेको थियो। त्यसपछि चाहिँ दादाले हामीलाई टिकाहरू लगाइदिनु भयो र दक्षिणाहरू पनि दिनुभयो। त्यसपछि चाहिँ म लागेँ किचनपट्टि। किचनमा गएको भिडियोहरू चाहिँ मैले हालिनँ। हुन्छ त फेरि पनि हजुरहरू सबैजनालाई चैते दसैँको धेरै धेरै शुभकामना। र हजुरहरूले चाहिँ कसरी मनाउनु भयो चैते दसैँ? हामीले चाहिँ यसरी नै मनायौँ र आशा गर्छु हजुरहरूलाई यो मेरो भिडियो राम्रै लाग्यो होला। राम्रो लाग्यो भने चाहिँ लाइक कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला। र फेरि पनि हजुरहरूलाई ह्याप्पी चैते दसैँ।